हेलो साथीहरू, म चाहिँ बिहान मन्दिर गएको थिएँ हो। अनि भिडियो गरेको थिएँ, सानो भिडियो गरेको चाहिँ अहिले यहाँ ओभर भोइस गरिरहेको है। अनि यहाँ चाहिँ सबैजना रेडी भइराखेको छ होम गर्नु लागि। अनि पण्डितजी चाहिँ आउनु भएको छैन, भित्र पूजा गर्नुहुँदैछ। अनि हामी चाहिँ यहाँनिर सबैजना वेट गरिराखेको छौँ पण्डितजीको। सबै कुरो रेडी भइसक्यो है। यहाँ चिया गाँसहरू छ, तपाईँले देख्न सक्नुहुनेछ। अनि मन्दिर चाहिँ यति है पिसफुल जग्गामा छ, शान्ति है। मन्दिरमा त कति शान्ति हुन्छ। होमको लागि चाउल पनि रेडी भइसकेको छ। अनि है टिका पनि रेडी भइसकेको छ यहाँनिर। अब चाहिँ होम गर्नु मात्रै बाँकी छ है। अब चाहिँ पण्डितजी आउनुहुन्छ होम गर्नु लागि। हाम्रो यहाँ मलेजुले चाहिँ के भन्नुहुँदैछ सुन्नुहोस् न साथीहरू। सबै कुरो खोइ छैन होइन। हवनको यो सरसामान त हिजो मगाउनु पर्ने हो नि त। हवनको त अब अस्ति सक्यो, हामीले जग्गी गरिसक्यौँ। आधीले चाहिँ गर्दैछ है। म चाहिँ बाहिरको अलिकति भिडियो गरिरहेको छु फेरि। नदेख्नु न यता हेर्नु न टिका पनि है नाङ्गो आँखाभरि ल्याइसक्यो, कसरी हाल्नु? आशीर्वाद दिनुहुँदैछ नवकर्मी देवीको।